हिजो मात्रै म भारतको आयुष मन्त्रालयका माननीय मन्त्रीज्यूको निमन्त्रणामा हाम्रो परम्परागत चिकित्सामा त्यसको सम्मेलन थियो। त्यो सम्मेलनमा भाग लिएर आएको हुँ। त्यसैले अहिले विश्वमा नै योग, ध्यान, आयुर्वेद लगायतका हाम्रा विभिन्न विधाहरू छन्, जसमा होमियोपैथी, सुवारिपा, आम्ची, झारफुक, धामी, झाँक्री लगायतका, जसलाई पहिला हामी वैकल्पिक भन्थ्यौं, तर ती वैकल्पिक नभएर ती हजारौं वर्षदेखि चलिआएका मूलधारका विषयहरू हुन् भनेर अहिले हामीले त्यसलाई परम्परागत चिकित्सा पद्धति भन्छौं। परम्परागत चिकित्सा पद्धतिको बारेमा कुनै पनि मन्त्रालयको नेतृत्व भएन। सायद नयाँ हामीलाई मन्त्रालय भइदिए हुन्थ्यो भन्ने खालका कुरा पनि आयो। त्यसमा चाहिँ म सविनय यहाँहरू सबैको जानकारीको लागि अनुरोध गर्न चाहन्छु। परम्परागत चिकित्सा पद्धतिलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक महत्त्वपूर्ण अङ्गका रूपमा र हाम्रो कार्यक्रमका रूपमा अघि बढाएको छ। त्यसमा यथोचित बजेटहरू विनियोजन भएका छन्। हजारौं हाम्रा स्वास्थ्यकर्मीहरू कार्यरत छन्। सयौंको संख्यामा हाम्रा चिकित्सालयहरू छन्। यहाँहरू कसैलाई आयुर्वेदको विषयमा या परम्परागत चिकित्सा पद्धतिको विषयमा जानकारी लिनु छ भने हाम्रो आयुर्वेद विभागबाट यहाँहरूले जानकारी पाउन सक्नुहुनेछ। यति भन्दै गर्दा हाम्रो राष्ट्रिय नीतिमा र राष्ट्रकै जुन नीतिहरू छन् र हाम्रो स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति र पञ्चवर्षीको रणनीतिहरू र कार्यनीतिहरूमा पनि आयुर्वेदका कार्यक्रमहरू परेका छन्।